नमस्ते अल अफ यू। अघिल्लो भिडियोमा मैले सिम्पल प्रेजेन्ट टेन्सको बारेमा केही कुरा बताएको थिएँ। टुडे आई एम गोइङ टु टेल यू अबाउट प्रेजेन्ट कन्टिन्युअस टेन्स। म प्रेजेन्ट कन्टिन्युअस टेन्सको बारेमा आज केही कुरा बताउँदैछु। प्रेजेन्ट कन्टिन्युअस टेन्सले अहिले चलिरहेको समयको बारेमा कुरा गर्दछ। यहाँ मैले केही इक्जाम्पलहरू दिएको छु। 1. I am writing a letter. 2. He is playing cricket. 3. We are going to school. यहाँ यो बक्सभित्र मैले यो हाइलाइट गरेको छु। यो भनेको एम राइटिङ, इज प्लेइङ, आर गोइङ, यी भर्बहरूले चाहिँ प्रेजेन्ट कन्टिन्युअसको बारेमा बताउँदछ। रुल आई प्लस एम प्लस भी4 भनेको आइएनजी फर्म हो, प्लस अब्जेक्ट, रुल 1। अर्को छ हि सी इट र सिङ्गुलर नाउन प्लस इज प्लस भी4 प्लस अब्जेक्ट। अर्को थर्ड रुल छ वी यु दे र प्लुरल नाउन प्लस आर प्लस भी4 प्लस अब्जेक्ट। अब यहाँ नोट नेगेटिभ सेन्टेन्स बनाउँदा एक्जलरी भर्ब इज, एम र आरको पछाडि नोट थप्नुपर्छ। यो चाहिँ के अरे नेगेटिभ बनाउँदाखेरि हो है त। यी त अब लास्ट इम्पोर्टेन्ट कुराहरू छ। यी तलका शब्दहरूसँग यो टेन्सको प्रयोग गरिन्छ। जस्तै यी सब वर्ड्सहरू छ, जस्तै इक्जाम्पल नाउ, स्टिल, एट प्रेजेन्ट, एट दिस टाइम, नाउडेज, दिस डेज, लुक, लिसन, हेलो, किप क्वाइट, इटिसी। फर इक्जाम्पल म एउटा इक्जाम्पल दिन्छु। आई एम गोइङ टु स्कुल नाउ है त। जस्तो यो नाउ आयो, जस्तै हि इज स्टिल स्लिपिङ, ऊ अझै सुतिरहेको छ। यो यहाँ पनि प्रेजेन्ट कन्टिन्युअस टेन्स आयो है। यो भिडियो कस्तो लाग्दैछ तपाईँहरूले प्रतिक्रिया दिनुहोला। आगामी दिनहरूमा पनि यसरी नै हामीसँग जोडिनुहोला। थ्याङ्क यू।